ओहो ओ माई गड खतरै भन्दैछ त यार ती भन चक्लेट दिन्छु है मेस्सी भन्यो भने नाइ ओहो हेर न के अरे चक्लेट दिन्छु मेस्सी भन चक्लेट दिन्छु मेस्सी भन आम्बो ल आमा बाइकमा बस्नु मेरो पछाडि डर लाग्छ कि लाग्दैन आमा ल च्याप्प अङ्गालो मार्नु हो Hi guys, what's up? So today I'm riding 290R अनि हिजो जान लाग्थ्यौँ हिजो जान पाएन अनि सबैजनाले चाहिँ ल साइलेन्सरै हटाएछ क्या आई थट साइलेन्सर राखेछ भने साइलेन्सरै हटाएछ ल बाइक आन्छु राम्रोसँग बस्छ है लभ यु ल केन जान्छु है त्यो उ नगर त जाने बेलामा यस्तो हाइटी छ कि अझै हाइट बढाएको रहेछ केन छोड न केन छोड न छोड लाग्छ क्या घर जाऊ अगाडिको नि यस्तो गाह्रो छ ए कहाँ जान लाग्यो भने तिमी घर जाऊ त छिटो घर जाऊ भनेको के छिटो खै त भाइ आएन मैले माइक ल्याइदेऊ भनेको थिएँ उसलाई कुद्दै आएछ कति बेर लाग्यो त अनि हजुर सानो हाल्दैछौ अनि स्कुटरमा आयो हुन्थ्यो नि त अनि हजुर के को ब्याग ए ला हो ब्याग बिर्सेछु है मैले तलसम्म ल्याइदिनु न मम्मी तलसम्म ल्याइदिनु न ब्यागै बिर्सेछु ब्यागै लान बिर्सेछु है ब्यागै लिएर आउनु बिर्सेछु भने आमा भनेको आमा हो गाई होइन तँलाई डल्ले पक्न त घर जस्तै जाँदैनस् त अर्को हेर्नु नि त्यहाँ अर्को ओइ घर जा एकदम फ्रिडम पारेर राख्छौँ त्यस्तो बान्ने सान्ने हुँदैन होइन मबाट चाहिँ अनि हुँदा मैले प्यारेट पालेको छु मैले उसलाई कौसीमा राखिदिन्छु उड्छु भने उड भनेर क्या होइन उसलाई फ्रिडम चाहिएको छ भने जाऊ भन्छु तर आई थिङ्क उसले सर्भाइभ गर्न सक्दैन होला किन भन्दाखेरि बाहिरको त्यो लाइफै देखाएको छैन कि किन्दाखेरि नै होइन त्यो केजमा राखेर बेचिरहेको थियो नि त त्यही भएर सो गाइज राइट नाउ आइ एम गोइङ टु मेट श्रेया आफ्टर अ लङ टाइम बिहानदेखि फोन गरे रहेछ होइन म त निन्द्रामा थिएँ 10 बजिरहेको थिएँ निन्द्रामा थिएँ म त आज जाउँ भनेको थिएँ लेट्स गो भनेर जान लाग्यो अनि मेरो थोरै काम पनि थियो क्या त्यो फेस वासको सुटिङको लागि थोरै क्लिप्स खिच्न बाँकी थियो हिजो के भयो खिच्नै पाइनँ हिजो राइड जाने भनेर यही ड्रेसमा हिँडेको थिएँ अनि त्यही भएर सो अहिले चाहिँ म यहाँ माधव थाना आइपुगेँ ओहो ट्राफिक सर्ट अनि यो बाइकमा चाहिँ एउटा मात्रै साइलेन्सर राखेको थिएँ कस्तो दामी बनाएको थियो है निकालेछ भने के हुन्छ लेडी राइडर रहेछ हेलो अब यस्तो ठाउँमा होइन हाइट भएन भने त लडिहाल्यो उकालोमा यार कसरी टेक्ने त अनि गाह्रो पर्ला है गाइस सो आइपुगेँ म श्रेयाको घर मेरो पुरानो घर नि है थियो बिचरा कुरिरहेको रहेछ धेरै बेर कुरेँ क्या हो कति बेर लाग्यो भन्दैछ आमामा भाइ जाऊ कस्तो राम्री भएको त अनि झन् राम्री भएर ग्लो भएर रहेछ सबजना पोर्चुगल रहेछ म चाहिँ अर्जेन्टिना तिमी पोर्चुगल भयो भने त बाइक पछाडि बस्न दिन्न म के खै के भयो अरे एउटा स्टार पनि छैन तिम्रो त खै स्टारै छैन एउटा पनि के को फ्यान रे तिमी के को फ्यान रे तिमी के को फ्यान मेस्सी भन चक्लेट दिन्छु है मेस्सी भन्यो भने
नाइ म यो त पास दुटेको चकलेटको लागि मेसी भन्दियो ओहो हेर न के अरे चक्लेट दिन्छु मेसी भन चक्लेट दिन्छु मेसी भन म पास दुटेको चकलेटको लागि मेसी भन्दियो आम्बो चकलेटको लागि मेसी भन्दिन रे म तिमीलाई 500 को चक्लेट दिन्छु मेसी भन न भन है म 500 को चक्लेट किन्छु साँच्ची भनेको तर मेसी भन्नु पर्यो म त त्यो एक दिनमै 100,000 वटा किनिदिन्छु हो र बाफ रे त्यस्तो लोयल हो त्यस्तो लोयल फ्यान होइन त्यस्तो लो हो र कस्तो गीत गाउ त गाउ न के अरे दुश्मन हेरेको हेरै हो भन न गाइदेऊ नि त एउटा नानु अर्जेन्टिना भन न खै तपाईँ चाहिँ के को फ्यान हो ब्राजिल नेमार हो हजुर चाहिँ हजुर के को फ्यान हो हो ल धन्यवाद ओहो ओ माई गड खत्रै भन्दैछ त ल जाऊँ ल जान्छु ल आऊ चक्लेट खाऊ नि त्यही पनि नखाने ल पर्चुगलै बन तर चक्लेट खाऊ नि त आऊ पर्चुगलै बन तर चक्लेट खाऊ आऊ ल कहाँ छ है पसल म चक्लेट आऊ न कुन चक्लेट खाने म चक्लेट तिमी कुन चक्लेट खाने ल तिमी लोयल रहेछ होइन लोयल रहेछ भोलि पर्सि पनि होइन गर्लफ्रेन्डसँग यस्तै लोयल हुनु है ठुलो भएपछि भाइ तिम्रो गर्लफ्रेन्ड छ कि छैन गर्लफ्रेन्ड छ गर्लफ्रेन्ड छ आम्मा दिदीको बोयफ्रेन्ड छैन तिम्रो गर्लफ्रेन्ड छ ल कुन चक्लेट खाने ल कुन खाने ल भन कुन यो अङ्कल यो स्न्याप इट भन्ने चक्लेट दिनु न कतिवटा 3 हुन्छ 3टा किनिदिउँ 3टा किनिदिउँ मेसी भन्ने कि नभन्ने अब भन्छौ मेसी भन्छौ अब चक्लेट ल मेसी भन त्यसो भए अनि अर्को 2टा पनि दिनु न त्यो कति भयो त्यो चाहिँ दिदीहरूलाई दिनु है ल ओहो नाच्देऊ नि त ल फर्स्ट टाइम खाएको ल अब म जहिले सुन अब म जहिले पनि आउँछु अनि त्यसपछि सधैँ खानिदिन्छु तिमीलाई फेभरेट खै थ्याङ्क यू भनेन थ्याङ्क यू अब मेसी भन्दै नि त एकचोटि कस्तो रहेछ है आज स्पेनसँग जस्तो छ त्यही त हजुर कसको बाफ्रे अरू त उतापट्टिको पनि राम्रो खेलेको थिएँ 3 बजी उठेर हेरेको थिएँ मैले पनि हो मामा बाई हेर लेडी राइडर को थाहा छैन कति धेरै लेडी राइडर बढायो नि त अहिले त्यही भएन केटी पछाडि राखेर रेस खेल्न आउँछ है केटाहरू पछाडि फर्केर हेर्दै हुनुहुन्छ राम्रै हुनुहुन्छ त गाई चाहिँ बल्खुको बाटो कति देखाउनु यार ओ फेरि कुदाउनु हुन्छ होला है ल हेभ अ सेफ राइड ब्रदर कहाँ खेल्नु हो कहाँ रेस खेल्छ भनेको म कुदाउनै सक्दिनँ रेस खेल्नु त परकै कुरा हो नि यस्तो क्या अब यस्तो यो रेसेस खेलेको कुरा चाहिँ गोप्रोमा देखायो भने आमाले कुच्चोले फेरि ढाँड भाँच्छन् क्या त्यही भएर नो श्रेयाले फेरि भनिदिइहाल्ने क्या अस्ति डटमा रेस रमाइलो भएको थियो अरे बोलिदिइहाल्ने प्याच भनिदिइहाल्ने मार्छन् मम्मीले
यस्तो कुदाको क्लिप्स त हाल्ने कुरै भयो नि त्यही भएर अस्ति पनि होइन सिबिआर कस्तो बिस्तारै कुदाको हालेको अरे यस्तो अब मम्मीले नि हेर्नुहुन्छ सबैले हेर्नुहुन्छ अनि ज्याउ हुन्छ क्या मिस्टेक भयो मिस्टेक ओ माई गड सक्छ त ल ल ल पहिला सुट गर्ने र अहिले बाटोमा अड्क्यो भने तिमी र म ढकाल्नुपर्छ ल अहिले बाटोमा अड्क्यो भने तिमी र म ढकाल्नुपर्छ ल बाइक हुन्छ भने नि फेरि छोडिदिउँ है छोडिदिउँ जङ्गल लाँदैछु तिमीलाई म जङ्गलमा अब हामी गर्छौँ भिडियो सुट ल हेर त राम्रो छ नि त ठाउँ ल यहीँ खिच्ने हो त यहाँ राखेर खिच्यो हुन्छ क्या यहाँनिर यस्तै राम्रो मेकअप भर्सेस मेकअप नभए यस्तो हुन्छ हेर सो गाइज अहिले चाहिँ हामी सुट गऱ्यौँ हाम्रो फेस वासको अलि आफ्टर एभ्री डे डस्ट हुन्छ यस पल्युसन हुन्छ मेरो स्किन एकदम बिग्रिन्छ मेरो स्किन क्लियर छैन भने होइन नाटकी ब्याडी बना त उसको फेभरेट हो म चाहिँ होइन फ्युल रिजर्भ रे आमा फ्युल रिजर्भ भइसक्यो छिटो यहाँ फ्युल रिजर्भमा गइसक्यो अहिले ढकाल्नुपर्छ अनि थाहा हुन्छ तनाव भयो मलाई यहाँ जय श्रीराम केही छ भाइ भन है केही छ जर्सीहरू त राख्यो नि मेरो ब्यागमा बाइकै यस्तो छ अनि माई गड फ्युल रिजर्भमा छ कहाँ गएर अफ हुने हो थाहा छैन होइन गाइज ढकाल्छु भने श्रेयाले ढकाल्छु भने अरू कुरा त्यस्तै हो छ पावरफुल लास्टै स्ट्रङ यहाँ राख न मोबाइल ये बाहो रमाइलो भयो गाइज रमाइलो ल गाइज चेकिङ रहेछ साथै चेकिङमा पऱ्यो क्या हो श्रेयाले बोलेर स्पिड चेकिङ भनेर यसो चेकिङमा पऱ्यो क्या हो ए सरहरू प्लिज है यस्तो कुदाउनु मन लागिरहेको छ हेरिका सो गाइज मेरो चाहिँ हजुरमा बिरामी हुनुभएको थियो अनि यसमा मेरो फाइनल एक्जाम पनि छ कि बोर्ड एक्जाम होइन 4th इयरको त्यसपछि ब्याचलर पनि सक्यो अब मास्टर जोइन गर्नुपर्छ होइन त्यही हो बाहिर जाने भन्दा ब्याचलर पनि कम्प्लिट हानिदिएँ अब यस्तै छ होइन बिस्तारै जानु पऱ्यो स्पिड चेकिङहरू छ के ल ल ल बाबाई बाबाई कालु पाण्डे जाने रे हामी चाहिँ अब म त फ्री हो आज जहाँ गए नि हुन्छ भनेर भने क्या मैले उसलाई यही सरले हो कि मलाई डट ब्यागमा पक्रेको पहिला कालमाटीमा हुनुहुन्थ्यो अहिले कलङ्कीमा हुनुहुँदो रहेछ डर लाग्यो बा ओइ रोक भन्यो भने के गर्ने होला है मलाई त्यही त के गरे कि यो ट्याक्सीले जिसुट्ने सो गाइज राइट नाउ हामी चाहिँ अहिले इन्द्रथान जाने बाटो आयौँ होइन हेर्न सक्नुहुन्छ ग्रिनरी सराउन्डिङ रमाइलो 390R यसको सस्पेन्सन एभ्रिथिङ इज सो गुड है सो हजुरहरूले अब यो बाइक किन्न खोज्दै हुनुहुन्छ भने हजुरहरू केटिएम बानेश्वर गएर भिजिट गरेर किन्न सक्नुहुन्छ यदि हजुरको त्यो एक्सचेन्जमा पनि के भन्छ बाइक एक्सचेन्ज गर्नु छ अथवा केही गर्नु छ भने राम्रो भ्यालुएसन गरिदिनुहुन्छ है त्यहाँ सोरुममा चाहिँ हजुर त्यहाँ जान सक्नुहुन्छ सो त्यही हो म पनि छिट्टै केटिएम बानेश्वरबाट न्यू बाइक झिक्छु होइन हजुर पनि त्यहाँ गएर किन्नु होला अरू भने त्यस्तै हो एकदमै गर्मी छ एकदमै एक्सट्रिम
ट्रेन स्वेटर हिट छ होइन आज चाहिँ गर्मी छ क्या एकदमै त्यो गाडी कति राम्रो भ्यू हेर्नु न ओहो रमाइलो भयो धेरै मलाई आज होइन अब एकजना मेरो साथी बाँकी छ लाइफमा यही एकजना साथी बाँकी छ अब ऊ पनि विदेश जानु लाग्छ अब के गर्नु यस्तै छ खिच्ने हो तिमी ल है डन यही भने आमाको त त्यो तल हो क्या पागल ल हिँड ल यो निस्केछ फेरि यो यसबाट हाल्ने हो कि यो टाइट गरिहाल्नु ल आमा के पऱ्यो यार माइकको त्यो निस्केछ टाइट गऱ्यौ गुड ल बस कहाँ भने खोइ अझै माथि जाम एडभेन्चर बाइक लिएर के भयो त याद आयो अनि त्यही त यहाँ होइन ल बाहिर बसौँ है जस्ताको तल नबसौँ यहाँतिर बसौँ ल गाइस डेस्टिनेसन पुग्यो अब केही खाऊँ होइन अनि कुरा गरौँ ल नमस्ते नानी के छ आमाको हालखबर ठिक छ बाबु चियर्स अर्ग्यानिक तरकारी हो अनि यो आलु चप हो एउटा पिसे अचार सरियामा कुटेर लाग्यो सरियामा भाग्यवानी भयो धेरै प्रगति भयो सबैजना आइदिनु होला केटाहरूले गर्ने काम छोरीहरूले गरिछन् यिनका प्रगति बढेर जाओस् धन्यवाद आमा धेरै धेरै गरोस् मलाई मरेर गए नबिर्सिउँ कहिले आमा मर्नेको बाँच्नुपर्छ मर्ने होइन नबिर्सिनु होला बिर्सिँदैन नि हामी सधैँ सम्झेर यसले पसल्स मात्रै भरि भाइरल बनाउनु होला आमाको त प्रगति होस् धेरै छिटोभन्दा छिटो हाम्रो बाबुलाई सम्पूर्ण यो बाइक उठाएको छ यो चलाउँदै ए हो त्यही त अनि यसो मूल्य पनि थाहा छ मूल्य उठाएको छ ल अनि के दिने हो त अनि त्यहाँ भाइले के खाने भने हो अनि ल डेरी मिल्क दिएर आउनु जानु यहीँ हो काठमाडौँ कुलेश्वर हजुर ए के गरे हो नौटङ्कीले आमा कस्तो दामी आएको ल ल ल ल आमा ल ल चढ्नुहुन्छ ल गाइजहरू हजुरहरू यहाँ आउँदाखेरि टक्क त्यहाँ टेम्पल छ त्यहाँ मनोकामना भन्छ होइन आमा त्यो मन्दिरलाई मनोकामना माता कि चाहिँ त्यहाँ मनोकामना टेम्पल छ यहाँ टावर छ अनि यहाँ विपिन खाजा घर छ हजुर यहाँ आएर खाइदिनु होला मिठो मिठो चना अनि के भन्नु सुकुटी सबै होइन त ल ल आमा बाइकमा बस्नु मेरो पछाडि डर लाग्छ कि लाग्दैन आमा ल आमालाई अग्लो हुन्छ होला नि स्ट्यान्ड च्याप्प अङ्गालो मार्नु हो ल जा त ल अङ्गालमा ल ल ल रमाइलो भयो आमा ल फर्कौँ होइन पसल हेर्नु पऱ्यो नि त फेरि मान्छे होला के होला होइन त छैन असली भएको छैन हजुरको कुकुर हो क्या ल अब हामी रेगुलर आउँछौँ है यहाँ
बुवा मम्मीलाई लिएर है ल ल मम्मीहरूलाई लिएर आउँछु ल मेरो हजुरआमा हुनुहुन्छ पढेर जाओस् ल मेरो हजुरआमा हुनुहुन्छ ल मुकै कहिले लिने ल भयो ल ओर्लिने कस्तो भयो त कस्तो भयो रमाइलो भयो ल यो त फर्कान तिमी नि भन ए ल ल ल ल यसरी खिच पोर्ट्रेटमा खिच न पोर्ट्रेट हान न ल ल गाइजहरू आमाको बच्चा लगाइदिनु ल ल ल ल गाइजहरू आमाको पसलमा आइदिनु होला है बिपिन खाजा घर ठ्याक्कै यो टावरको सँगै कति राम्रो मिठो बनाउनुहुन्छ ल आइदिनु इन्डो खानमा सबैजना है त आमा ल बस बस ल धन्यवाद श्रेया एउटा बिस्कुट श्रेया एउटा बिस्कुट दियो नि त्यसलाई के भयो भोक लागेको जस्तो छ भात खाएर रमाइलो गर्ने गरेर ल ल म आमा बाबालाई लिएर आउँछु बाँसको साग लिएर मजाले तरकारी ल ल ल ल ल कुकुरलाई खुवाइदिनु पऱ्यो कि हजुरले कहिले बिर्सिँदैन आमा हजुरलाई ल यहाँ ल आइसक्यो बिस्कुट ल त्यो आइफोन टिकटकमा नि आउँछ टिकटकमा नि देखाइदिनु न आमालाई ल आकृति ताम्राकार छ टिकटकमा पनि आकृति यहाँ ब्लग खुवाएको ल ल ल हस् झन् राम्रो हुनुहुन्छ थ्याङ्क यू आहा अब आमा दसैँमा टिका लगाइदिनु पऱ्यो दसैँमा टिका लगाइदिनु पऱ्यो हामीलाई लगाइदिने हो ल ल होइन राम्रो केटा पाओस् मलाई ल ल थ्याङ्क यू आमा ल हो कुन ठाउँ कार्की अनि हजुर कुन ठाउँ माइती कहाँ हो पिगेल भने कहाँ हो भक्तपुर हो ए ल ल आमा मेरोभन्दा उसको माया लाग्छ है तपाईँलाई धेरै मेरोभन्दा उसको माया लाग्छ है ल ल यहीँबाट क्लिक हान्दैछु स्क्रिनसट ल हाई 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 लास्टै कमेडी हुनु मजाको कि है अनि आउनु मन लाग्यो नि त अब त सधैँ आउने हो अनि भोलि राम्रो भएपछि त सकिहाल्यो नि फ्र्याङ्कै अनि त्यही त के घमण्ड अनि त्यही त के घमण्ड गर्नु होइन आमा त्यही भएर केहीको घमण्ड गर्नुहुन्न बिहा त गर्नुपर्छ लाइफमा एकचोटि आमा पनि बन्नुपर्छ हो कि आमा आमालाई म किनिदिन्छु ल आमालाई अर्कोचोटि आउँदाखेरि हजुरलाई चुरा कुर्ता किनेर ल्याइदिन्छु है त साँच्चीकै भनेको यो मेरो प्रमिस भयो हजुरलाई म जहिले आउँछु नि अब हजुरलाई कुर्ता अनि चुरा टिका है त ल हामी किनेर लिएर आउँछौँ है ल ल है नेक्स्ट टाइम ल आमा स्योर सम्झिनु ल ल ल बाई त्यो आमालाई कुन साइज कुर्ता ठिक हुन्छ होला अब त्यो त मलाई साइज थाहा छैन मलाई